शान्ति प्रक्रियापछि मैले हेरिराखेको छु यङ कम्युनिस्ट नेपालको भूमिका के हुने, यसले के भूमिका निर्वाह गर्न सक्छ, पार्टीले यसलाई के भूमिका दिने भन्ने किसिमको बहस रुकुमपूर्वमा होइन, केन्द्रीय समितिमा राष्ट्रिय रूपमा यो बहस हुन जरुरी छ। वाइएसएल नेपालको काम के हो त भन्ने किसिमको बहस हुनुपर्ने चाहिँ देखिन्छ र पार्टीले एउटा निश्चित दिशा दिएर निश्चित जिम्मेवारी दिएर यङ कम्युनिस्ट नेपाललाई चाहिँ अगाडि बढाउनु पर्ने देखिन्छ। यहाँ केन्द्रीय सदस्यहरू हुनुहुन्छ वाइएसएल नेपालका, तपाईहरुले राष्ट्रिय सम्मेलनमा यो बहस गर्नु होला भन्ने म चाहन्छु। पार्टी केन्द्रका सदस्यज्यूहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि पार्टी केन्द्रमा हामीलाई यङ कम्युनिस्ट नेपाललाई चाहिँ के जिम्मेवारी दिने, कस्तो किसिमको काम दिने भन्ने बहस अबको एकदमै तत्कालको चाहिँ आवश्यकता चाहिँ देखिन्छ। अब यसको इतिहासलाई हेर्नुहुन्छ भने म पनि यङ कम्युनिस्ट नेपालको चाहिँ सदस्य हो। म एकदमै अल्लारी उमेरमा 16-17 उमेरमा चाहिँ म यो वाइएसएल नेपालको सदस्य हो है। हामीले जनयुद्ध सुरु गर्दाखेरि चाहिँ हामी एउटा अर्धसैनिक दस्ता जस्तो चाहिँ हामी थियौँ। यङ कम्युनिस्ट नेपाल चाहिँ त्यस्तो किसिमको थियो, भूमिगत थियो। आजको जस्तो चाहिँ वाइएसएल नेपाल भनेर बाहिर बोल्नु पाइँदैन थियो है, यङ कम्युनिस्ट नेपाल भनेर बाहिर बोल्नु पाइँदैन थियो, भन्न पाइँदैन थियो। हामीसँग चाहिँ त्यस्ता बुकहरू हुन्थे, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अनि चाहिँ अन्तर्राष्ट्रिय रूपमा चलेका युद्धहरू, सशस्त्र सङ्घर्षहरू, क्रान्तिका चाहिँ तस्बिर छापिएका, हतियार छापिएका त्यस्ता किसिमका चाहिँ मुखपत्रहरू हामीले अध्ययन गर्थ्यौँ विद्यार्थी हुँदाखेरि। तर त्यो आफ्नो साथीलाई पनि देखाउन सकिँदैन थियो है, आफ्नो साथीसँग पनि त्यति गोपनीयता हुन्थ्यो कि त्यो किसिमको थियो। र पार्टीले त्यतिखेर हामीलाई 4वटा काम भनेको थियो, सङ्घर्षको काम, सङ्गठनको काम, प्रचारको काम र उत्पादनको काम। 4 काम भनेर चाहिँ वाइएसएल नेपालको 4 काम भनेर तोकिएको थियो है, त्यो किसिमले भनेको थियो। र आज पनि तपाईँहरूले यसो हेर्नुहोस् आफूलाई, तपाईँहरूको अन्य जनवर्गीय सङ्गठनभन्दा एकदमै भिन्न छ, एकदमै फरक किसिमको चाहिँ सङ्गठन छ तपाईँहरूको चाहिँ। किसान, महिला, मजदुरको जस्तो सङ्गठन चाहिँ यो पार्टीको एकदमै राइट ह्यान्ड हो, दाहिने हात हो यो पार्टीको चाहिँ, सहायक सङ्गठन हो। तर यसको कार्यक्षेत्र के 5 वर्षको चुनावमा चाहिँ उपयोग हुने मात्र हो त? हामीले 5 वर्षको चुनावमा मात्र चाहिँ यसलाई चाहिँ लगाउने हो त होइन? 5 वर्षसम्म त काम गर्दै देखिँदैन होइन? अर्को काममा हामीले चाहिँ हात हाल्न सकिराखेका छैनौँ, निष्क्रिय जस्तो देखिन्छौँ। यो हिसाबले म तपाईँहरूलाई के भन्छु भने हामीले जनयुद्ध सुरुवात गर्दाखेरि मलाई पनि कस्तो लागेको थियो भने भन्नुहुन्छ भने गुरिल्लाहरू आउने होला भन्ने लाग्यो कि वास्तवमा कस्तो रहेछ भन्नुहुन्छ भने गुरिल्ला हामी आफै रहेछौँ। यङ कम्युनिस्ट लिगका खास मान्छेहरूलाई चुनेर चाहिँ एउटा टिम बनाएको थियो 52 सालमा चाहिँ जनयुद्ध उद्घाटन गर्दाखेरि। त्यतिखेर 3 किसिमको चाहिँ दस्ता थियो, एउटा लडाकु दल भन्ने थियो, एउटा चाहिँ सुरक्षा दल भन्ने थियो, एउटा सुरक्षा दल भन्ने थियो। 3 किसिमका दस्ता थिए। जिल्ला कमिटीको, पार्टीको जिल्ला कमिटीको मार्फतमा लडाकु दल थियो, पार्टीको एरिया कमिटीको मार्फतमा सुरक्षा दल थियो, अनि पार्टीको चाहिँ सेल कमिटीको मार्फतमा चाहिँ स्वयंसेवक दल थियो। र त्यो लडाकु दलमा चाहिँ यङ कम्युनिस्ट नेपालका खास सदस्यहरूको चाहिँ टिम बन्थ्यो है। त्यो अब चाहिँ एउटा कमिटीले अर्कोको थाहा हुँदैन थियो। हामीले जनयुद्ध उद्घाटन गर्दाखेरि त्यही लडाकु दलले भन्नुको मतलब फरक किसिमले वाइएसएल नेपालले चाहिँ जनयुद्धको उद्घाटन गरेको थियो। यो यस्तो किसिमको गर्विलो इतिहास छ। अब यहाँ पनि अहिले पनि यङ कम्युनिस्ट लिग नेपाल आउने भनेको पार्टीमा क्याडरको रूपमा यहाँ कार्यरत आउने हो। अब हिजोको जस्तो परिस्थिति रहेन, फरक परिस्थिति बदलिएको छ, फेरिएको छ। युद्धको क्रम जस्तो होइन, यो चाहिँ शान्ति प्रक्रियामा आइसक्यो, सङ्घीयता आइसक्यो। आजको युवाहरूको चाहिँ अस्ति प्रचण्डको तपाईँहरूले चाहिँ इन्टरभ्यू हेर्नुभयो कि भएन, अन्तर्वार्ता हेर्नुभयो कि भएन, नेतृत्व हस्तान्तरण गर्ने कुरा होइन, नेतृत्व लिने कुरा हो, जितेर लिने कुरा हो। युवाले चाहिँ मलाई जितेर, मेरो विचारधारासँग जितेर, मेरो त्यो इनर्जीसँग जितेर कुनै युवाले चाहिँ पार्टीले को लिड गर्छ भने ओके छ भन्नुभएको थियो कमरेड प्रचण्डले। यहाँ पनि हामी के भन्छौँ भने तपाईँहरू जस्तो तागतिलो मान्छेहरूसँग, तपाईँहरूसँग विचारको ताजा छ नि, ताजा मस्तिष्कसँग लड्नको लागि हाम्रो उमेरका मान्छेले डबल ट्रिपल चाहिँ एक्सर्साइज गर्नुपर्छ, दौडिनुपर्छ। अब हामीलाई जित्नको लागि, कम्पिटिसनमा जित्नको लागि तपाईँहरूले त्यही किसिमको चाहिँ बल गर्नुपर्छ। र अबको चाहिँ अवस्थामा, शान्ति प्रक्रियाको अवस्थामा, सङ्घीयता कार्यान्वयन भइसकेको अवस्थामा सङ्घीयतालाई कसरी बलियो बनाउने, कसरी मजबुत बनाउने र सङ्घीयताले दिएको लाभहरूलाई युवाहरूको माझमा कसरी पुर्याउने, तपाईँहरूको भूमिका यो हो जस्तो लाग्छ मलाई चाहिँ। हरेक क्षेत्रबाट, कृषिको क्षेत्रबाट, उद्योगको क्षेत्रबाट, शिक्षाको क्षेत्रमा
हर क्षेत्रमा युवाहरूको क्रान्ति भनेको सङ्घीयताको लाभहरूलाई उचित रूपमा उपयोग गर्ने र नेतृत्वले नै सङ्घीयतालाई पनि रक्षा गर्ने र पार्टीलाई पनि बलियो बनाउने कुरा चाहिँ यो नै मुख्य कुरा हो यङ कम्युनिस्ट नेपालको भन्ने मलाई लाग्छ। यो बहस राष्ट्रिय रूपमा हुनु जरुरी छ। यहाँ यो जिल्ला सम्मेलनदेखि माथिसम्म यो बहस लिनुहुनेछ र त्यस्तो सशक्त टिम चाहिँ तपाईँहरूले तयार गर्नुहुनेछ ताकि रुकुम पूर्वले अहिले पनि चाहिँ रुकुम पूर्वको चाहिँ लिडरले नै देशव्यापी राष्ट्रिय लिडरको रूपमा चाहिँ कमरेड सुबोधले चाहिँ लिड गरिराख्नु भएको छ भने यहाँदेखि बहस उठान गर्दाखेरि पनि रुकुम पूर्वको बहस यति सशक्त छ है भन्ने किसिमको टिम तपाईँहरूले निर्माण गर्नुहोस् भन्ने म चाहिँ यहाँहरूलाई चाहिँ शुभकामना दिँदै मैले आफ्नो मन्तव्यलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद।